तानाशाही राजतन्त्रलाई अन्त्य गरेर नेपाली जनताको लोकतन्त्रको सङ्घात्मक गणतन्त्र दिवस जुन स्थापना गरेर वीर अमर शहीदको प्रति म आभार व्यक्त गर्न चाहन्छु। त्यसो भन्दै अन्तिममा अब धेरै म समयहरू लिन चाहन्न। धेरै छन् भन्ने कुराहरू आउँदो दिनहरूमा हामी एक आपसमा भावनाहरू साटासाट गर्ने नै छौँ। त्यही क्रममा नेपालको राजनीतिक कुराहरू गर्दाखेरि धेरै राजनीतिक म एउटा विद्यार्थी अवस्थादेखि झन्डा बोकेर अगाडि हिँडेको एउटा युवा थियो। नेपाली काङ्ग्रेसको पनि झन्डा बोकेको थिएँ मैले र नेकपा एमालेको पनि झन्डा बोकेको थियो। बहुदलीय जनवादको पछि म पनि लागेको थिएँ, तर प्रजातन्त्रको पछाडि म पनि लागेको थियो। त्यो प्रजातन्त्रले त्यो बहुदलीय जनवादले नेपाली जनताको अधिकारहरू सुनिश्चित गरेन। त्यसको विकल्पमा अहिले एउटा उदयमान शक्ति नेपालमा जन्मियो। त्यो भनेको सङ्घीय समाजवादी पार्टी, जसले एउटा समानुपातिक जुन किसिमको सङ्घीय समाजवादलाई अँगालेर जातीय मुक्ति र वर्गीय मुक्तिलाई सन्तुलन गरेर एउटा राज्यको चाहिँ नेपाल राज्यको चाहिँ एउटा शान्तिको दिगोको परिकल्पना गरेको छ। यसले एउटा छोटो समयमा आफ्नो जनताको एउटा आस्था माया महत्ता कमाइसकेको छ। त्यही क्रमलाई त्यही आस्थामा त्यही राजनीतिक विचारधारामा म पनि आफू सामेल भएर त्यही पार्टीको भातृ सङ्गठन हामीले गत वर्ष यहाँ निर्माण गर्यौँ, जसको नेतृत्व हाम्रो युवा राईजीले गरिरहनु भएको छ। अघि नै स्पष्ट तपाईँहरू माझमा गरिसक्नु भएको छ। त्यो एउटा पार्टीको संयोजकको संस्थापक संयोजकको हैसियतले पनि फेरि मैले यहाँहरूलाई अनुरोध आग्रह गर्नै पर्ने हुन्छ। त्यसकारणले हाम्रो यो हुन गइरहेको प्रथम वार्षिक उत्सव 14 गतेको निमित्त यहाँहरूको अनिवार्य उपस्थितिको लागि हामी अनुरोध आग्रह गर्न चाहन्छौँ। सम्पूर्ण सङ्घ संस्था लगायत सम्पूर्ण महिला तथा सज्जनवृन्द सम्पूर्ण महानुभावहरूलाई जुन दिन हामीहरूको साथ हामी जन्मदिन मनाउँछौँ। यति भन्दै अब यहाँलाई अनुरोध आग्रह गर्दै 11 बजे बिहान यहाँहरू आइदिनुहुन्छ भन्ने हामीलाई विश्वास राखेका छौँ। त्यसकारणले यो जुन किसिमको अहिले लाग्ने गरेको आरोप प्रत्यारोपहरू छ, नितान्त यो नेपाली जनताको पार्टी हो। नेपाली जनता भनेको सम्पूर्ण नेपालमा रहेका जात जाति भाषा भाषी जति छन् त्यो सबैको पार्टी हो। त्यो एउटा समावेशी जुन एउटा समानुपातिक यो पार्टीले बोकेको लक्ष्य उद्देश्य अनुरूप जुन चल्दै आएको छ, व्यवहारिक रूपमा हामीले देखेका छौँ। त्यसकारणले देशमा धेरै लिखित संविधान भनेको नेपालको इतिहास हेर्दाखेरि 2004बाट लेखेको हामीले देख्छौँ। त्यो हुँदै आज जुन 65को एउटा आन्दोलनपछि 65 सालको जुन 2063को 11औं संशोधनको जुन एउटा अन्तरिम संविधान हामी हेरिरहेछौँ, पढिरहेछौँ, अध्ययन गरिरहेका छौँ। एक क्रममा जति संविधानमा जति अक्षरहरू जति राम्रो लेखे तापनि तर व्यवहारिक रूपमा त्यसलाई लागू गर्न सकेन भने जतिसुकै राम्रो संविधान लेखोस् त्यो जनताको निमित्त देशको निमित्त अभावसित भएको हामीले धेरै देखिसकेका छौँ। त्यसकारणले यहाँहरूको धेरै अमूल्य समय मैले लिएँ। त्यसकारणले जुन अब यो जुन आजबाट सुरुवात भयो 7औं गणतन्त्र दिवसबाट आउँदो वर्षमा यसलाई अझ व्यापक रूपमा यहाँ रहेका सङ्घ संस्थाहरूको सबैको सहभागितामा अझ यसलाई एकदम विस्तृत रूपमा मनाएर अगाडि बढाउनुपर्छ। यसलाई निरन्तरता दिएर जानुपर्छ। यो मान्यता सम्पूर्ण मित्रहरूले बोकौँ। त्यसकारणले पोहोर मैले यही आवाज पनि उठाएको थिएँ, गणतन्त्र इजरायल रहेका सम्पूर्ण नेपालीहरूको माझमा व्यापकताका साथ अगाडि बढाउनुपर्छ भनेर मैले पोहोर 6औं गणतन्त्र दिवसको दिवसमा पनि मैले भनेका थिएँ। तर त्यो अनुकूल जुन किसिमले आज एउटा नयाँ इतिहास हामीले रचेका छौँ, यो इतिहास सम्पूर्ण नेपालीहरूको इतिहास हो। र अन्तिममा यति भन्दै जुन गणतन्त्र प्राप्तिका निमित्त आफ्नो ज्यान आहुति दिनुभएका शहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै र उहाँहरूको परिवारजनप्रति संवेदना प्रकट गर्दै घाइते हुनुभएका घाइते जुन महानुभावहरू हुनुहुन्छ अहिले पनि उहाँहरूको स्वास्थ्य लाभको कामना गर्दै
सम्पूर्ण देश विदेशमा रहेका इजरायलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति यो गणतन्त्र दिवस 7औं गणतन्त्र दिवसको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सँगै न्यानो आयोजन धन्यवाद। धन्यवाद। यसै क्रममा मैले केही अतिथिलाई आसन ग्रहण गर्न छुटाएछु। यसै गरी किरायत राई याङखोका कुमार राईलाई यथा स्थानमा अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। त्यसै गरी किरात याकथुङका अध्यक्ष श्री प्रताप माथेमालाई पनि यथा ठाउँमा आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। त्यसै गरी यहाँनिर इजरायलका सल्लाहकार श्री सुमन कार्कीलाई पनि यथा स्थानमा आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। यसै क्रममा छोटो आफ्नो मन्तव्य राखिदिनको लागि यहाँनिर इजरायलका प्रथम उपाध्यक्ष श्री विशाल ग्याउलीजीलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। यहाँ 7औं गणतन्त्र दिवस